सेलिब्रिटी संसार टिभी, हरेक खबर सेलिब्रिटीको खबर। हामी वैज्ञानिक कुराहरूमा कम विश्वास गर्छौं र पछिल्लो पटक वैज्ञानिक कुराहरूलाई विश्वास गर्नुपर्ने बाध्यता पनि छ। आँखा फरफराउनुको मुख्य वैज्ञानिक कारण त यस्तो रहेछ भन्ने जानकारी तपाईलाई गराउँदैछु। हामी आँखा फरफरायो भने यो हुन्छ त्यो हुन्छ भन्ने कुराहरू गर्छौँ नि है। हामी आज एक खबर प्रस्तुत गर्छौँ। आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ। आँखाको फरफराइ पनि महिला र पुरुषमा अलग अलग तरिकाले विश्वास गरिन्छ। कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मानिन्छ। महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक रूपमा लिने गरिन्छ। तर यो पूर्णतः वैज्ञानिक कारणसँग जोडिएको कुरा पनि हो। यसमा आँखाको परेला फरफराउँछ। यो फरफराइ केही सेकेन्डसम्म या केही घण्टासम्म जारी रहन्छ। कसैमा हप्तैसम्म पनि जारी रहिरहेको पाइन्छ। अधिकांशमा तल्लो परेला फरफराउने गरे पनि कसैमा माथिल्लो आँखा पनि फरफराउने गर्छ। यसैको वास्तविक कारण थाहा नभए पनि सुक्खा आँखा, प्रकाश संवेदनशील आँखा, तनाव, थकान, क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्त्वको कमी तथा एलर्जी आदिको कारणले पनि आँखा फरफराउँछ। यो कुनै गम्भीर समस्या होइन। यस्तो छन् आँखा फरफराउनुको कारणहरू। तनावको कारण पनि आँखा फरफराउँछ। जब हामी कुनै तनावमा हुन्छौँ हाम्रो शरीरले विभिन्न तरिकाले आफूलाई सोध्छ। आँखा फरफराउनु पनि तनावको एक मुख्य कारण हो। तनाव कम हुन्छ नै आँखा फरफराउन छोड्छ। अर्को रहेको छ थकान। तनाव तथा अन्य कारणबाट उत्पन्न अनिन्द्राले पनि आँखाको परेला ऐठन पर्छ।
अर्को कारण छ आँखाको दुखाइ। दृष्टिसँग सम्बन्धित तनावले पनि आँखाको परेला फरफराउँछ। खास गरी आँखालाई बढी तनाव हुने गरी काम गर्दा यस्तो हुन सक्छ। क्याफिन र अल्कोहल विज्ञहरूका अनुसार क्याफिनको प्रयोग कफी, चिया बढी मात्रामा प्रयोग गरिएमा र अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या देखिएको पाइन्छ। सुक्खा आँखाको कुरा जोड्छु। उड्यौली लाग्दै जाँदा अधिकांश मानिसले आँखा सुक्खा हुने समस्या भोग्दै आएको हुन्छ। कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिस्टामिन या एन्टिड्रियोमेन्ट, एन्टिडिप्रेसेन्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने र क्याफिन तथा अल्कोहल प्रयोग गर्नेहरूको आँखा सुक्खा हुन्छ र यसबाट पनि समस्या थपिन्छ। पोषक तत्त्वको असन्तुलन पनि कुरा जोडिन्छ। म्याग्नेसियम जस्ता केही पोषक तत्त्वको कमीमा पनि परेला फरफराउँछ। यद्यपि यो कुनै अहिलेसम्म वैज्ञानिक रूपमा पुष्टि हुन सकेको छैन। एलर्जीको कुरा पनि जोडिएको छ। आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने समस्याहरू आँखा फरफराउने समस्याभित्र पर्छ। त्यसैले आँखा फरफराउने समस्या देखिन थाल्यो भने तत्काल नेत्र चिकित्सकसँग सल्लाह गर्न जानुपर्छ।